सो यो चाहिँ सेटबाट हो, चाहिँ मोडल क्वेसन 1 हो। मोडल क्वेसन 1 म्याथ्समा चाहिँ सबैभन्दा सुरुमा सेटबाट क्वेसन आउँछ। त्यसमा हामी आज यो एउटा क्वेसन सल्भ गर्न गइरहेछौँ। इन अ सर्वे अफ 300 people, it was found that 150 people like iPhone and 200 people like Android phone, but 25 people did not like any of this phone. हामीलाई गिभन के छ, पहिला सुरु गिभन अन्डरलाइन गर्नुपर्छ पेन्सिलले। क्वेसनमा 300 पिपल छ, अर्को 150, आइफोन 150 छ, एन्ड्रोइड छ हाम्रो 200, 200 एन्ड कोही नमन पराउने छ 25। सो ए नम्बरमा सोधेको छ हामीलाई, इफ I and A denotes the set of people who like iPhone and Android phone respectively, write the cardinality of an I union A complement. सल्युसन गर्छ हामी। अब गिभन छ हामीलाई एन्ड आई भनेको हाम्रो आइफोन युजर हो। आइफोन युजर भनेको हामीलाई 150 छ, यो 150 हुन्छ। एन्ड ए भनेको एन्ड्रोइड हो, एन्ड ए भने एन्ड्रोइड हामीलाई यहाँ 200 दिएको छ, सो 200 हुन्छ। अब हामीलाई यु भनेको हाम्रो टोटल नम्बर अफ पिपल हो। टोटल नम्बर अफ पिपल कति छ, 300 छ यहाँ। एन्ड यु हुन्छ हाम्रो 300। नाउ हामीलाई निकाल्नु छ एन्ड आई युनियन ए कम्प्लिमेन्ट इक्वल टु वाट। यो भने के हो भन्दा आई युनियन ए कम्प्लिमेन्ट भनेको चाहिँ हाम्रो कति हुन्छ भने दुवै मन नपराउने कति छ, 25 छ। सो 25 हामीले यत्तिकै पनि लेख्न मिल्छ, तर वी नो द्याट हामीलाई यहाँ गिभन छ भन्दा डाइरेक्ट हामी गिभन पनि लेख्न मिल्छ। एन्ड आई युनियन ए कम्प्लिमेन्ट इक्वल टु 25। रिजन हामीले यहाँ गिभन भनेर लेख्न मिल्छ। कति आयो त हाम्रो यो 25 आयो। सो हामीलाई बी नम्बरमा सोधेको छ भेन डायग्राममा देखाउनलाई। भेन डायग्राममा देखाउनको लागि पहिला सुरु गोलो बनाउने। भेन डायग्राममा त्यो बनाउन त सबैलाई आउँछ नै होला। त्यसपछि हामीलाई गिभन के छ भन्दा गिभन हामीलाई आई दिएको छ, ए दिएको छ, यु दिएको छ र आई युनियन ए कम्प्लिमेन्ट दिएको छ। तर हामीलाई यहाँ आई यु इन्टरसेक्सन ए दिएको छैन। सो त्यसलाई हामी यहाँ एक्स लेट गर्छौँ। सो लेट आई एन्ड आई इन्टरसेक्सन ए बी एक्स। नाउ हामी भेन डायग्राममा देखाउँदा पहिला सुरु बाहिरको लेख्छौँ। बाहिर हाम्रो 25 छ। अब भित्र हामी यहाँ एक्स मानेको छौँ, यसलाई एक्स। त्यसपछि हाम्रो यो सेट हो हाम्रो आई र यो ए। अब आई हाम्रो टोटल 150 थियो। 150बाट एक्स गएपछि कति माइनस बाँकी हुन्छ, 150 माइनस एक्स हुन्छ यसमा। त्यसै गरी यो 200 थियो, यसमा 200 माइनस एक्स हुन्छ। यो हाम्रो भेन डायग्राममा भयो चाहिँ। सो सी नम्बरमा हामीले सोधेको छ फाइन्ड द नम्बर अफ पिपल हु लाइक आइफोन ओन्ली। सो हामी यसबाट हेर्न सक्छौँ बाई भेन डायग्राम। एन ओन्ली आई भनेको हाम्रो छ 150 माइनस एक्स। अब पहिला सुरु हामीलाई एक्स निकाल्नुपर्छ। सो एक्स निकाल्नको लागि हामी के गर्छौँ भन्दा हामीलाई एउटा फर्मुला थाहा छ। वी नो द्याट हाम्रो एनयु
इक्वल टू हुन्छ only I plus only A plus and I intersection A त्यसमा हाम्रो and I union A complement अब भ्यालु पुट गर्छौँ भने यसमा यो हाम्रो 300 इक्वल टू हाम्रो 150 minus x plus 200 minus x plus x plus 25 यो x कट्छ त्यसपछि हाम्रो हुन्छ 300 इक्वल टू 150 plus 200 plus 25 minus x 300 minus यता साइडमा ल्यायो भने माइनस हो सबै जोड्दा कति आउँछ हाम्रो 350 375 इक्वल टू माइनस x चाहिँ हाम्रो माइनस 75 इक्वल टू माइनस x माइनस माइनस कटिन्छ देयरफोर x इक्वल टू हाम्रो 75 आउँछ x हाम्रो 75 आएपछि यहाँ यो पनि सजिलै निस्किन्छ 150 माइनस 75 सो हाम्रो यो हुन्छ यो पनि 75 नै आउँछ देयरफोर हाम्रो ओन्ली I भनेको आइफोन मात्र मन पराउने कति भयो त 75 आयो सो हामीले 6D नम्बरमा रहेको छ compare the number of people who like both iPhone and Android phone and who do not like any of these so यिनीहरुमा हामीले कम्पेयर गर्नु छ कम्पेयर गर्नको लागि हामी रेशियो निकाल्छौं पहिला सो पहिला सुरु हामीलाई दिएको छ u दिएको छ 300 हामीलाई I युनियन A कम्प्लिमेन्ट दिएको छ 25 हामीले सजिलै and I युनियन A निकाल्न सक्छौं यो भनेको हाम्रो u minus n I युनियन A कम्प्लिमेन्ट हुन्छ यो भनेको 300 minus 25 275 आउँछ नाउ हामीले रेशियो निकाल्नको लागि कम्पेयर गर्छौं पहिला यसलाई कम्पेयरिङ हामी कम्पेयर गर्छौं यसलाई रेशियो निकाल्नको पहिला सुरु हामी के गर्छौं भन्दा यसलाई डिवाइड गर्छौं 25 divided 275 25 divided 275 हाम्रो कति हुन्छ भन्दा 1:11 हुन्छ 1/11 यो चाहिँ हाम्रो 1:11 भनेको चाहिँ 1:11 भयो देयरफोर यो भनेको 11 जनाले मोबाइल चलाउनु छ भने त्यसमा एक जनाले चलाउँदैन कहीँनिर 11 जना छ भने त्यहाँनिर एक जनाले मोबाइल चलाउँदैन यसको अर्थ यो आउँछ यसको अर्थ बुझ्नुभयो होला कम्पेयर गर्न भनेको छ सो कम्पेयर यो एक जनाले चलाउँदैन 11 जनामा एक जनाले मोबाइल चलाउँदैन रिजन लेख्न सक्छौं हम if there is 11 people one of them do not like both PS or NES phones सो यो हाम्रो भयो तपाईको 1 नम्बर सेट को चाहिँ इम्पोर्टेन्ट क्वेशन यसरी सल्भ गर्ने भिडियोले सकेसम्म लाइक गर्नु होला शेयर गर्नु होला र कमेन्ट गरिदिनु होला धन्यवाद।